सबैजना वेलकम ब्याक टु माई another UB vlog। अभी मजा आएगा ना भिडियो। आज म यस्तो चीज देखाउँछु कि हेर्नु भाइ भिनाजु ल्याउनु भएको यस्तो स्पेशल चीज लिएर हालिनु भएको कि हैन। ओह माय गॉड केही भन्न चाहन्न म चाहिँ मेरो बुलेट बाइकमा मधेसको कालो मान्छे भल्लाको नराम्रो होइन यतै गर्नु होला ल। यो जाडोमा होइन हेलो गाइज गुड इभिनिङ नमस्ते सबैजना वेलकम ब्याक टु माई another UB vlog। आई होप सबैजना सन्चै हुन्छ र म पनि एकदम फिट एन्ड फाइन छु। अनि आज चाहिँ यस्तो म तपाईँहरूलाई स्पेसल तिहार सके पनि तिहारमा लगाउने फुल चाहिँ बल्ल फुलिरहेको घरमा हेर्न सक्नुहुन्छ। तपाईँलाई आज म चाहिँ यस्तो चिज देखाउँछु कि हेर्नु भाइ भिनाजु ल्याउनु भएको यस्तो स्पेशल चिज लिएर हालिनु भएको कि होइन। घर टक्क हेर्न सक्नुहुन्छ है भिनाजु लिएर हालेको यहाँ उडिराखिदिनु भएको छ नि। यहाँ बस्छ भित्र घरमा पनि छ यो थोरै चाहिँ घरमा नतेर बाहिर बसिरहे टक्क हेर्न सक्नुहुन्छ। बगैँचाभित्र को बसेको फुलभित्र को हो बगैँचाभित्र बस्ने को हो अब चिनेको को र ल बोलिदिनुहोस् न त मेरो भिडियोमा 2-4 शब्द के भन्न चाहनुहुन्छ? केही भन्न चाहन्न म त। कस्तो नचाहेको तपाईँलाई म अहिले भ्यू देखाउँछु है। टक्क आज यो साँझको तोरीबारीबाटको भ्यू हेर्नु है सनसेट टक्क सन्च घाम चाहिँ अस्ताउनु लाग्यो हेर्न सक्नुहुन्छ है ल है खतरा घाम त भनेर म भन्न नहुने। फाइनली गाइस म चाहिँ घर बसेर काम गर्दा घर बस्दा काम बस्दै गरेर चाहिँ बोझ लागेर साँझमा चाहिँ डुल्न हिँड्दा चाहिँ यस्तै हो क्या टक्क डुल्न हिँडिरहेको म चाहिँ मेरो बुलेट बाइकमा घुम्न जाँदैछु है डुल्न हिँड्दैछु है साँझमा टक्क घाम चाहिँ काम भइसक्यो को झ्यालबाट बोल्ने आउनु जाऊँ केही नदेखेको रहेछ के गरिदिएर के पकाएर खानु लाग्यो र के देखेँ होइन। म पानी पकाएर तातो पानी पकाएर खाँदैछु। हजुर त अलि गोरो हुनुभयो कि कालो भएर केही देखिनु भएन। मधेसको कालो मान्छे हिँडेको है घुम्न र हाम्रो मम्मी ठुलो भएर कुर्सी पनि फुटाल्नु भयो। ठुलो मान्छे यस्तो प्लास्टिक कुर्सीमा बस्दाखेरि फुट्दो रहेछ कि म सानो मान्छे भएर केही हुन्न ठुलो अस्ति कुर्सी नै फुट्दो रहेछ। मेरो बुलेट बाइक म चाहिँ अब मेरो नि होइन दिदीको म चाहिँ यसमा अब साँझमा डुल्न जाँदैछु है। अहिले उतैतिर गएर भिडियो गर्नु भ्यायो भने उतै भेटौँ ल। A few moments later टक्क गाइज है हेर्न सक्नुहुन्छ म चाहिँ टक्क हिँड्दैछु है मेरो बुलेट बाइकमा के हो साँझमा म हिँड्दैछु है बुलेट बाइक बोर्ड लगाएर काट्न
खुट्टा पनि तन्काउन बस्दा खुट्टै जाम भइसक्यो जाँदै थियो हिँड्दै थियो तोरी मडसमा यति बेला तोरीको सिजन तोरी फुलेर जता हेर टोरी हेर्दै गर्नु भयो पकाउनु सक्नुहुन्छ डुलेर मात्रै भएन नि होइन डुलेर मात्रै भएन होइन खै हल्दा खानु नि पऱ्यो नि होइन त्यो चाहिँ एटिएम घरमा आइरहेको छ कति पैसा दिन्छ त्यो एटिएमले मलाई हेर है त्यसको पैसा झिक्नु पर्ने हुन्छ टक्कै यसले चाहिँ यो खान्छ है खायो ल कति दिन्छ त हो हेरौँ त Your transaction is being processed. Please enter your personal identification number. Your transaction is being processed. Your transaction is being processed. पैसा गर्दैछ है मेसिनले तपाईँहरूलाई थाहा छैन होला पहिला एटिएम कार्ड किन दिन्छ भनेर पैसा नदियो तपाईँहरूले धेरै पैसा पाएर भुल्नुहुन्छ भनेर टक्क पहिला एटिएम कार्ड दिएर टक्क पैसा झिक्यो अलिकति दाईको हेयर कटमा आएको दाई चाहिँ होइन चाहिँ दाई चाहिँ इन्डिया गएको छ अब चाहिँ टक्क दाई म दाई नभएपछि काट्न लाग्ने कि अरूसँग अल फसल भिजिट गर्न लाग्यो टक्क चाहिँ यहाँ के छ त यहाँ के चाहियो यहाँ तपाईँ टक्क लिन आउनु सक्नुहुन्छ है म चाहिँ अब मेरो बुलेट बाइक पार गरेर जाँदैछु भित्र के छ र पसल म चाहिँ के लिन आएको भन्दा म आफैले भुलिसकेँ के बोले भाइ अब के बोले के छ थाहा बोले के छ त यहाँ हेरौँ है त ल अब तिमीलाई सामान किन्छु म अब सामान हेर्नु हुन्छ मैले सामान चाहिँ किनेर आइसक्यो हेर्नु के छ यहाँ त अर्को सामान चाहिँ लगाउनु भयो त जे भन्यो भने त्यही पाइन्छ यहाँ सामान टक्क होइन आउनु भयो टक्क पसल ठगाचोरी थोरै भित्र छ आउनु सक्नुहुन्छ म फेरि उठि जान्छु भला नराम्रो होइन यतै गर्नु होला ल टक्क म चाहिँ एउटा कुखुरालाई दाना एउटा चाहिँ मलाई दाना लिएर अकाल चोक बाजारमा पसेको टक्क गरेर आएर घरतिर जाँदैछु त्यो साँझमा हिँड्नु त मजै आउँछ तर एउटा लागेको समस्या रे आँखामा त्यही किरा पर्छ है किन होइन किरा पर्यो किन आउँछ आँखामै आउँछ है किरा फाइन घर आउनु सक्यो रात परिसक्यो साँझ भइसक्यो मम्मीले के गर्नुभयो के गरेको केयर गर मम्मी केयर गर उठ्नु भयो धेरै होइन होला के हो खाना पाको भटमानी किन खाना पकाएको रात पऱ्यो रात पऱ्यो न र कस्तो रात पऱ्यो नि खानु भयो मेरो डाला हेर्ने साथी यहाँ चप्पल पनि यो जाडोमा होइन टक्क आगो बालेर
खाना पकाउँदै आगो ताप्ने गर्नुको मजै बेग्लै छ के भैँसीको मासु काट्नु भयो के काट्नु भयो म तरकारी काट्दैछु भैँसीको मासु बनाउँदै आलु भैँसीको बनाउँदैछु म सुकुटी हो क्या हो सुकुटी होइन बनाउनु भयो म चाहिँ पकाएर चाहिँ ल म चाहिँ खानासाना खाएर पनि बिस्तरमा अब सुत्न रेडी भएको होइन भिडियो चाहिँ कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट गरिदिनु होला होइन यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अब नेक्स्ट भोलिको भिडियोमा आजलाई नै गुड नाइट सबैजनालाई दादा Thank you for watching.